लौ त गाइस आज भने ह्याप्पी होलीको दिन है। र सर्वप्रथम त सबैलाई म ह्याप्पी होली भन्न चाहन्छु है। र यतिखेर पनि म दार्जिलिङमा छु र यताबाट चाहिँ म यो मुनि दार्जिलिङतर्फ जाँदैछु है। एज यु क्यान सी यो दार्जिलिङको एकदमै प्रसिद्ध जग्गाहरू है। सो गाइस ह्याप्पी होली है सबैलाई। र तपाईँहरूको होली कस्तो बित्दैछ है। आई होप सबै राम्रै जाँदै होला। र दार्जिलिङको होलीको अवस्था कस्तो छ, दार्जिलिङमा होली कसरी मनाइँदैछ त्यो चाहिँ म तपाईँलाई देखाउन गइरहेको छु है। होली खेलेर चाहिँ होइन, बाटोमा जस्तो तरिकाले के देख्छ म त्यो सबै वृत्तान्त रूपमा तपाईँहरूलाई अवलोकन गराउन गइरहेको छु दार्जिलिङको। ल सो वेलकम गाइस है मेरो च्यानलमा है। र अस्तिदेखिको कतिजनाले मलाई सोधिरहनु भएको थियो क्या च्यानलको नाम चाहिँ के हो भनेर। किनभने म कहिले पनि मेरो भिडियोमा च्यानलको नाम भन्दिनँ नि त हो। र धेरैजना मान्छेले मलाई सोधिसकेको छ कि च्यानलको नाम चाहिँ के हो भन्ने चाहिँ है। र मेरो च्यानलको नाम चाहिँ माउन्टेन एन्ड रिभर। ल माउन्टेन एन्ड चाहिँ कस्तो भने त्यो एस टाइपको एन हुन्छ नि त्यो, अनि रिभर र म यतिखेर भने ओह्रालो जाँदैछु। यो एरियामा त प्रायः प्रायः दोकानहरू खुल्ला अवस्था, तर तल मेन बजारमा के छ। तर आज होलीले गर्दाखेरि मान्छे एकदमै कम्ती पातला छ आज होलीले गर्दाखेरि। र गाइस मेरो फेसबुकमा चमन तामाङ छ मेरो फेसबुक है। मा चाहिँ कन्टेन्ट मोनिटाइजेसनको लागि मैले अस्तिदेखिको क्लेम गरिरहेको थिएँ है, आएको थिएन। र हिजो मात्रमा मेरो चाहिँ कन्टेन्ट मोनिटाइजेसनको चाहिँ आएको छ है। र अब हेर्दैछौँ फेसबुकले कतिको प्रगति गर्ने हो है। कताबाट जाउँ म चाहिँ आज माथिल्लो बाटो आएँ, कारण यहाँ तल होलीले गर्दा पुरा जाम भएको चाहिँ पछाडि गएर लाग्थ्यो है। ब्लू कलरको चाहिँ इडेन हस्पिटल है। इडेन हस्पिटल लेख्दै छ। लौ त गाइस बिचगल्लीमा आइपुगेको अवस्था। आज होली हो।
कहाँ छु कमेन्ट गर्नु पर्यो। ल त गाइस, होलीको चौफल दार्जिलिङ चौरस्ता परिसरमा हेर्नु हो भने सुनसान छ। यस्तै छ चौरस्ता जिन्दगानी।